नमस्कार। यस श्रृङ्खलामा आज हामी ललितपुर जिल्ला महाङ्काल गाउँपालिकाको प्राकृतिक मनोरम दृश्यलाई निहाल्नेछौँ। महाङ्काल गाउँपालिकाभित्र पर्ने कालेश्वर महादेवको मन्दिर र अन्य प्राकृतिक मनोरम दृश्यहरूलाई निहाल्दै हामी आजको यस भिडियोमा अगाडि बढ्नेछौँ। महाङ्काल गाउँपालिकाका जनप्रतिनिधिज्यूहरूसँगको संवाद पनि यस भिडियोमा प्रस्तुत गरिनेछ। हामी काभ्रेको श्यामपाटी नवबुद्धदेखि यो कालेश्वर मन्दिर दर्शन गर्न यहाँसम्म आइदिनु भयो। यो गाउँपालिकामा आन्तरिक पर्यटन बढाउनको लागि जुन यहाँले यो भूमिका खेल्नुभयो त्यसका लागि तपाईँहरूको समग्र टिमलाई पनि म गाउँपालिकाको तर्फबाट पनि मेरो वडाको तर्फबाट धेरै धन्यवाद दिन चाहन्छु। हेलो नमस्कार। हामी चाहिँ आज कालेश्वर दर्शनको लागि यो श्यामपाटी नवबुद्धबाट चाहिँ हामी हिँडिरहेका छौँ, हिँड्न लागिरहेका छौँ। तपाईँहरूलाई पनि हामी सँगसँगै देखाउने प्रयत्न गर्दैछौँ। कालेश्वर भगवानको दर्शनको लागि चाहिँ हामी यो ललितपुर र मकवानपुरको चाहिँ सङ्गम स्थलमा हामी हाम्रो सञ्जय गुरुको गाइडमा चाहिँ हामी यहाँबाट जानेछौँ। हाम्रो यहाँबाट 2टा बाइक हुनेछ भने काठमाडौँबाट 2टा बाइक र खोपासीबाट एउटा बाइक गरेर हामी ढुङ्खर्काको बाटो हुँदै हामी कालेश्वर भगवानको दर्शनमा जानेछौँ। आउनुहोस् तपाईँहरू पनि सँगसँगै हामीसँगै दर्शन गर्नको लागि जानुहुँदा। बेथान्चोक गाउँपालिकाको गेल्लुङ बजार हुँदै हाम्रो टोली अगाडि बढ्यो। गोवा भन्ज्याङ हामी कट्यौँ। अब गोवा भन्ज्याङ यो तल देखि हो। गोवा भन्ज्याङ भन्दा तल यस्तो मिठो वातावरण रहेछ। डाँडाबारी जाँदा नि यस्तै भनिन्छ नि एउटा याद गर्नुभयो। ठ्याक्कै त्यो डाँडै छुटिने क्या यही त अलिक पर त होइन। कस्तो लाग्यो त अनि तपाईँ नजाने भने मान्छे नि आउनु भएको छ। कस्तो लाग्नु रमाइलो लागेको थियो। डाँडापार त गएछु म घर साथ उहिले। आन्टी तपाईँ त अनि सरले गाडी तान्छु भन्ने मान्छे गाडी तान्नु भएन? तान्न बाँकी नै छ। अहिलेसम्म बाइकले आफै तान्दैछ। गोवा भन्ज्याङबाट अप्ठ्यारा बाटोहरू छिचोल्दै हामी थला गाउँ पुग्यौँ। सडक खण्डहरू निकै गाह्रा र अप्ठ्यारा छन्। बेलामा लडिन्छ तर पनि अगाडि बढिन्छ। यहाँ गुम्बाबाट बाटो छ अरे भनेर भन्थ्यो त। गोटीखेल निस्केर जानुपर्छ। गोटीखेल ननिस्के बाटो छैन हे? छैन, एकदम राम्रो बाटो कि अब सजिलो राम्रो। चन्दनपुर पुग्नुपर्छ होइन? तपाईँ त एकदमै डराए जस्तो अनुहार छ नि तपाईँको। यस्तो डराउनु भयो है? अलिकति बाइक घुमेको उहाँ डराउनु, चलाउने मान्छे डराउनु म चाहिँ एकदमै कन्फिडेन्सका साथ चलाइरहेको छु। उहाँ चाहिँ अलिक डराउनु भयो। ठिक छ, यो यात्राको रमाइलो यही हो। कहीँ रमाइलो रहेछ ल। खा गर्ने ठाउँ रहेछ यहाँ। टोलीले बाइक देखेर आउँछ होला। खाएको कम्पनी रहेछ है हजुर? खाएको कम्पनी रहेछ भनेको। कति रुपियाँ छ फा? 10 रुपियाँ केजी।
ल बुवा खानुपर्छ है तार आउँदा अनेक अनेक गाउँ बस्तीहरू पार गर्दै गर्दै हाम्रो टोली महाङ्काल गाउँपालिकाको केन्द्रमा पुग्यो। महाङ्काल गाउँपालिका वडा नम्बर 3 का वडाध्यक्ष मनोज कुमार पराजुलीज्यूको घरको न्यानो आतिथ्य पाएपछि हामी अब त्यहाँबाट कालेश्वर मन्दिरको लागि उकालोतर्फ लाग्यौं। उकालो सुरु भएसँगै प्राकृतिक सुन्दरता पनि देखिन सुरु भयो र कठिनाइहरू पनि उस्तै गरी सुरु भए। ल स्कुटर नाचो यहाँ। बाँच्दा चाहिँ त्यस्तो हुँदो रहेछ, तर यो चाहिँ क्यान्सरको औषधि हुन्छ भनेर हाम्रो भर्खर इन्जिनियर भगवान आचार्यजीले भन्नुभयो। हजुर देखौँ वाला चाहिँ यो लोट सल्लाह चाहिँ अब यहाँ खेती गरेर चाहिँ यसको चाहिँ धेरै ठुल्ठुलो रुख हुन्छ। खास सल्लाह भनेपछि हजुरहरूलाई थाहा छँदैछ, तर यहाँ चाहिँ अब वर्षी नै हाँगा काट्ने पात काट्ने भएको भएर चाहिँ यो बाक्लो यो ठुलो हुन नदिए होइन, ठुलो हुन नदिएर बाक्लो तरिकाले रोपिएको छ। यो चाहिँ क्यान्सरको औषधि भनेर बेच्ने गरिन्छ। अब क्यान्सरको औषधि भनेर चाहिँ ठ्याक्कै पत्ता लागेको छैन। अब अहिलेलाई भनेर काम चलाएको औषधि चाहिँ यही छ। त हामी देउरालीमा आइपुग्यौँ। देउरालीमा आएर यहाँ मोटरसाइकललाई विश्राम गरियो। हामी चाहिँ यो कालेश्वर महादेवको दर्शन गर्न यो मकवानपुर र ललितपुर जिल्लाको सिमानामा हामी आइपुगेका छौँ र यो साह्रै रमणीय दृश्य हेर्दै हेर्दै यो दृश्य चाहिँ आँखामा कैद गरेर हामी
अब कालेश्वर महादेव मन्दिर जाने क्रममा हामीले बाइक चाहिँ यहाँबाट उता जाने बाटो नभएको कारणले गर्दाखेरि हामी यहाँ आइपुगेका छौँ र सबैजना हामी एकदमै हर्षित एकदम उमङ्गका साथ हामी अति नै रमाइलो गर्दै 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 हामीले यो बादलुको कुहिरो मुनि ठक्कै लुक्ने गरी हामी यहाँ आइपुगेका छौँ। यहाँहरूले पनि हेरेर मनोरञ्जन लिनु होला र फेरि कुनै दिन समय मिलाएर यहाँहरू पनि यहाँ दर्शनको लागि आइदिनु होला भनेर अनुरोध गर्दै यहाँहरू माझबाट बिदा हुन चाहन्छु। हस्, धन्यवाद, जय भोले। यसभन्दा अगाडि मोटरसाइकल जान सक्दैन। अब यहाँबाट पदयात्रा आरम्भ हुन्छ। पदयात्रा आरम्भ गर्नुभन्दा अगावै हामीले देउरालीको पूजा गऱ्यौँ। यहाँबाट हामी सकुन्दा पर्वत अथवा कैलाश पर्वतको उचाइसम्म पदयात्रा गर्नेछौँ। हामी अब यो सिँढी बदलिने क्रममा छौँ। बाइक राखेर यसरी ट्याक 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 सिँढी बदलेर मैले चाहिँ पानी बोकिसकेको छु हाम्रो माउन्टेन ड्युको बोतलमा। हाम्रो टोलीहरू आउँदै हुनुहुन्छ, जम्मू टोली आउँदै हुनुहुन्छ। हामी अब यहाँबाट लगभग कति हिँड्छौँ रे गुरु? आधी घन्टा हिँड्छौँ भन्ने कुरा छ, तर आधी घन्टा उहाँले भनेअनुसार म चाहिँ 15 मिनटमा पुग्छु भन्ने मेरो आशंका छ। कालो चोली कुमकुममा टालेको टोक्ने कुकुर के कामले पालेको पैसैमा बाबा के छ कालेश्वर बाबा तपाईँ? करिब 20 मिनटको पैदल यात्रापछि हामी पर्वतको चुचुरामा पुग्यौँ। समुद्री सतहदेखि 2350 मिटर रहेको यस स्थानबाट अत्यन्तै मनोरम दृश्यको अवलोकन गर्न पाइने रहेछ। राम्रोसँग दिन खुलेको समयमा कालेश्वर महादेवको प्राङ्गणबाट हिमाल, पहाड र तराई तिनै भूभागहरूको दर्शन हुँदो रहेछ। आजको यात्राको क्रममा हामी आज कालेश्वर भगवानको कालेश्वर महादेवको पीठमा आइपुगेका छौँ। यो कालेश्वर महादेवको पीठको महिमा छोटकरीमा वर्णन गर्नुपर्दा यहाँ कालले पनि आएर तपस्या गरेर भगवान शिवजीलाई प्रसन्न गरेको स्थान र त्यस्ता सन्त महापुरुषहरूले पनि यहाँ तपस्या गर्ने स्थान जो कालजयी हुनुहुन्छ, समयलाई पनि जसले जित्नुहुन्छ त्यस्ता कालजयी पुरुषहरूले तपस्या गर्ने यो स्थान र विशेष गरी सती देवीको कण्ठभाग यहाँ पतन भएको यो स्थान भनेर यो कालेश्वर महादेव जुन ललितपुर जिल्लामा पर्दो रहेछ। ललितपुर जिल्ला महाङ्काल गाउँपालिका वडा नम्बर 3 मा पर्दो रहेछ यो ठाउँ। यो स्थानमा आज हामी सम्पूर्ण टोली सहित वैदिक अनुसन्धान फाउन्डेसन परिवार लगायत सम्पूर्ण टोली नै यहाँ आइपुगेका छौँ। हजुरहरूलाई पनि यो यहाँको दर्शन, यो सबै प्राकृतिक मनोरम यो दृश्यहरू पनि दर्शन गराउँदैछौँ। कालेश्वराय हर हर भोले नमः शिवाय, कालेश्वराय शिव कालेश्वराय नमः पार्वती पते हर हर महादेव। कालेश्वर महादेवको दर्शन पश्चात हामी महाङ्काल गाउँपालिकाको भवनमा पुग्यौँ। यहाँ
महाङ्काल गाउँपालिका वडा नम्बर 3 का वडाध्यक्ष मनोज कुमार पराजुलीज्यूसँग हामीले संवाद गरेका छौँ। यो संवाद हजुरहरू समक्ष प्रस्तुत गर्दछौँ। समादरणीय दर्शकगण, हामी आज काभ्रेको नमोबुद्धबाट यो भिडियो सामग्री हजुरहरूलाई प्रस्तुत गर्दै गर्दै अहिले ललितपुर जिल्लाको महाङ्काल गाउँपालिका वडा नम्बर 3 मा आइपुगेका छौँ, जहाँ वडा नम्बर 3 कै क्षेत्रभित्र कालाग्नि कालेश्वर रुद्र भगवानको मन्दिर पनि परेको छ र हामी त्यही स्थानको अहिले भ्रमणको क्रममा छौँ। हामीसँग यहाँ महाङ्काल गाउँपालिका वडा नम्बर 3 का वडाध्यक्षज्यू आज साथमा हुनुहुन्छ। उहाँसँग हामी यस स्थानको बारेमा र कालेश्वर रुद्रपीठको बारेमा उहाँसँग केही बुझ्नेछौँ। हजुरलाई हार्दिक स्वागत छ। नमस्कार। धन्यवाद। नमस्कार। हामी आज यात्राको क्रममा आन्तरिक पर्यटकको रूपमा हजुरको गाउँपालिकामा आइपुगेका छौँ। हामीलाई थोरै हजुरको गाउँपालिकाको साथसाथै हजुरको गाउँपालिकामा रहेको त्यो पर्यटकीय स्थल जुन कालेश्वर रुद्र पीठ छ, जुन कालेश्वर मन्दिर छ, त्यसको बारेमा थोरै बताइदिनुहोस्। सर्वप्रथम त यहाँलाई धन्यवाद। यो महाङ्काल गाउँपालिकाको यो पर्यटकीय क्षेत्रमा यहाँले भ्रमण गर्नुभयो, त्यसका लागि यहाँलाई स्वागत पनि गर्न चाहन्छु। महाङ्काल गाउँपालिकाको यो केन्द्र वडा नम्बर 3 मा रहेको गोटीखेल अवस्थित कालेश्वर मन्दिर सम्झेर यहाँ आउनुभयो। सर्वप्रथम त कालेश्वर मन्दिर आउँदै गर्दा यहाँ कालेश्वर मन्दिरभन्दा पनि अझ महिमा वर्णन गर्न लायक बैतरणी धाम मन्दिर छ। यो चाहिँ हिन्दूहरूको 84 घाट मध्येको एउटा पवित्र तीर्थस्थल हो। यो बैतरणी धाममा स्नान गरेर महाङ्काल दर्शन गरेर कालेश्वर दर्शन गर्नाले पुण्य मिल्छ भन्ने यो शास्त्र अनुसार बताइएको छ। परापूर्व कालमा कालले पनि बैतरणी धाममा स्नान गरेर महाङ्कालको दर्शन गरेर कालेश्वरको दर्शन गरी त्यहाँबाट उसले वरदान प्राप्त गरेको ठाउँ भनेर पनि चिनिन्छ। श्री स्वस्थानी महात्मामा वर्णन भएअनुसार महादेवले सतीदेवीलाई बोकेर हिँड्दै गर्दा सतीदेवीको कण्ठपतन घाँटीपतन भएको ठाउँ यो कालेश्वर महादेव। कालेश्वर महादेव चाहिँ डाँडोको चुचुरामा टुप्पामा एकदम रमणीय स्थानमा रहेको छ, जहाँबाट खुलेको समयमा तराईका भूभाग समर्थक भूभागदेखि पहाडका हिमालका हिमश्रृङ्खलाहरू, पहाडका चुचुराहरू थुप्रै दृश्यावलोकन गर्न पाइन्छ। यहाँबाट कालिम्चोकसम्मको दृश्य चाहिँ कालेश्वर मन्दिरबाट देख्न सकिन्छ। तराईमा वीरगन्जसम्मको दृश्य हामी साँझ बसेर बिहान हेऱ्यौँ भने सूर्योदयसँगै वीरगन्जसम्मको दृश्य त्यो हेर्न पाइन्छ। यो चाहिँ एकदम पर्यटकीय धार्मिक पर्यटनको सम्भावना बोकेको ठाउँ यो महाङ्काल गाउँपालिकाको गोटीखेल। अब हजुरकै गाउँपालिकाभित्र पर्ने, अझै भनौँ हजुरकै वडाभित्र पर्ने जुन कालेश्वर मन्दिर छ, यस स्थानमा जानका लागि सडक खण्डहरू चाहिँ केही बिग्रिएको, कतै कतै त धेरै राम्रा छन्, कतै कतै चाहिँ बिग्रिएको अवस्थामा, कतै पहिरो जस्तो अवस्था छ। अब आन्तरिक र बाह्य पर्यटकहरूलाई भित्राउनको लागि हजुरहरू यो सडक खण्ड नै विशेष हुन्छ पहिलो काम त। यसको लागि कस्तो काम गर्दै हुनुहुन्छ, के हजुरहरूको कर्म चल्दैछ? यो गत साल 2081 भाद्र 11-12 गते भएको भीषण बाढी र पहिरोको कारणले गर्दा यहाँको बाटोको अवस्था एकदम नाजुक बनेको छ। तथापि पनि महाङ्काल गाउँपालिकाले आफ्नो स्रोत साधनलाई प्रयोग गरेर पर्यटकहरूलाई चाहिँ सबभन्दा बढी ल्याउनको लागि बाटोको अवस्था बनाइरहेको छ। यसपालि पनि हामी दसैँ अघि कालेश्वर मन्दिरसम्म जाने बाटो आरामले जाने बनाइसकेको थियो। फेरि दसैँमा आएको यो पानीको बाढीको कारणले गर्दा बाटो असिलो भएको छ। हामीसँगै आफ्ना स्रोत साधन स्काइभेटर डोजरहरू लगाएर त्यसलाई सफा गर्ने काम त हाम्रो नियमित छँदैछ। तथापि महाङ्काल गाउँपालिकाको यसै सालको आर्थिक वर्षमा पनि असिलो ठाउँमा चाहिँ ढलान गर्ने, वाल लगाउने गरी चाहिँ 1,50,00,000 बजेट विनियोजन भइकन ठेक्का लागिसकेको छ। अब चाँडै नै त्यो बाटो सुधारको प्रक्रियामा छ। यो कालेश्वर जाने बाटो भनिरहँदा पनि महाङ्काल गाउँपालिका आउने मुख्य बाटो यो लेलेदेखि चन्दनपुरसम्म आउने बाटो चाहिँ विगतमा पिच त भएको, अब अहिले यो पिच भत्केर नाजुक अवस्थामा छ। त्यसमा पनि केन्द्र सरकारले बजेट विनियोजन गरेर यो बाटोलाई सहज बनाउने प्रयास चाहिँ यो अघिल्लो सरकारले गरेको थियो। अब अहिले यो आन्दोलनपछि बनेको सरकारले यो बजेट चाहिँ अलिकति कटौती भयो भन्ने जानकारीमा आएको छ। यो चाहिँ हामी दक्षिण ललितपुरमा पर्ने 3वटा गाउँपालिका महाङ्काल गाउँपालिका, कोन्दुसम गाउँपालिका, बागमती गाउँपालिका मिलेर यो बाटोलाई अगाडि बढाउनको लागि, यो बजेटलाई अगाडि बढाउनको लागि हामी मन्त्रालयसम्म पनि जाने योजनामा छौँ हामी। र अन्त्यमा अब हजुरको गाउँपालिका, हजुरका यस पर्यटकीय क्षेत्र बैतरणी धाम भन्नुभयो, कालेश्वर महादेव मन्दिर भन्नुभयो, यहाँ आउने आन्तरिक र बाह्य पर्यटकहरूलाई कसरी स्वागत गर्नुहुन्छ, के भन्न चाहनुहुन्छ?
म चाहिँ सर्वप्रथम यहाँ आउने श्रद्धालु भक्तजनहरूलाई यो विगतको पोहोर सालको पीडालाई बिर्सिएर महाकाल गाउँपालिकाले यहाँ चाहिँ आन्तरिक पर्यटन बढाउनको लागि मेन त बाटोकै कुराहरू छ। बाटो घाटो आफ्नो सिमानामा पर्ने सबै कुरा स्मुथली बनाउन लागिरहेको छ, निरन्तर लाग्नै रहेको छ। ढुक्कको साथ यहाँहरू चाहिँ वैदर स्नान गरेर कालेश्वर मन्दिरसम्म जानका लागि आउन सक्नुहुनेछ। हामी कालेश्वर मन्दिरको देउरालीसम्म पुग्नका लागि सानोभन्दा सानो होचोभन्दा होचो गाडीलाई देउरालीसम्म लानको लागि हामी अनुरोधमा प्रयास गरिरहेका छौँ र केही गरी यहाँहरू पर्यटकहरू आइरहँदा यहाँबाट ल्याउनु भएको गाडी मोटरहरू चाहिँ माथिसम्म जान सकेन भने वडा कार्यालय गाउँपालिकाले यहाँ भएका लोकल स्रोत साधनमा प्रयोग गरेर भए पनि यहाँलाई कालेश्वरसम्मको दर्शन गराउने व्यवस्था यो स्थानीय सरकारले गर्छ। त्यसका लागि चाहिँ यहाँहरूको समय मिल्यो भने यो एकदम रमणीय क्षेत्र, पर्यटकीय क्षेत्र घुमघाम गर्न आउनको लागि पनि यहाँलाई स्वागत गर्न चाहन्छु। र जुन टोली यो आज नवबुद्धदेखि कालेश्वर मन्दिरसम्मको यात्रा आज यो हजुरहरूको टिमले गर्नुभयो त्यसका लागि विशेष धन्यवाद दिँदै आगामी दिनहरूमा यहाँहरूले चाहिँ आफ्ना इष्टमित्र साथीभाइहरूलाई पनि यो ठाउँको बढी से बढी प्रचार गरेर यहाँ ल्याउन सहयोग गर्नुहुन्छ भन्ने आशा र विश्वास पनि लिएको छु। सजयदा हजुरको अमूल्य समयको लागि धेरै धेरै धन्यवाद। हाम्रो टिमले तयार गरेको यस भिडियो श्रृङ्खला अन्तिमसम्म हेर्नुभएकोमा हजुरलाई हार्दिक धन्यवाद। यस्तै भिडियोको लागि हामीसँग अवश्य जोडिएर रहनुहुने नै छ। आजको लागि भने क्यामेरामा भगवान आचार्यसहित म नारायण आचार्य र हाम्रो सम्पूर्ण टिम बिदा हुन्छौँ। हस्त नमस्कार। जय नेपाल, जय जननी।